यति सुन्दर हेर्नु पछाडि देखेको त यस्तो लोभ्य नि म तपाईँलाई फेरि त्यहाँ के छ देखाउँछु ल आऊ त पछि पछि हेर्नुहोस् यहाँ यति सुन्दर ठाउँ छ है यहाँ यस्तो घाँस छ यो घाँस देखाइदेऊ अब यति सुन्दर घाँसहरू छ ल हेर ल घाँसहरू देखाइदेऊ ल यता ल यस्तै सुन्दर घाँस छ यता यो हेर यति राम्रो ठाउँहरू छ अलिक उताबाट खिच बाबु पर गरेर हेरेर हेर यस्तो सबै कस्तो राम्रो लाग्यो कि मलाई अझै तपाईँलाई चाहिँ देखाउँछु यसो छ यहाँ आउनुहोस् बाबु यहाँ यी हेर लसुन यहाँ हेर लसुन हेर्नुहोस् यति दामी लसुन छ नि कुरै नहोस् यो चाहिँ सुकाएर राखेको छ एकदम प्योर नेपाली लसुन हो यो चाहिँ यो तपाईँले देखाउँदैछ प्योर लसुन हो यो है यहाँ चाहिँ घाँस छ यति सुन्दर ठाउँ छ नि आहा कुरै नहोस् यता आउँछ बाबु यहाँ के छ देखाउँ दर्शकहरूलाई ल वाउ बाख्रा चाहिँ यहाँ छ बाख्रा हेर आमामामामा है यहाँ चाहिँ बाख्रा छ तपाईँ है अलि यहाँ चाहिँ बाख्रा छ यहाँ चाहिँ तपाईँहरूलाई म बाख्रा देखाउँदैछु है यति सुन्दर छ हेर्नु बाख्रा गाउँघरमा कसरी बाख्रा राखिन्छ भने यहाँ है तपाईँले देखाउँदैछु है यो चाहिँ एकदम मजाको छ यहाँ पनि देखाउँदैछु फेरि यता यो चाहिँ के हो यो चाहिँ मैले बुझिनँ यहाँ भाइहरूलाई सोध्छु यो चाहिँ के हो बाबु के भन्छ यसलाई थाहा छैन दौडा यसलाई चाहिँ दौडा हुन्छ यसलाई चाहिँ यहाँ घाँसहरू राखेर गाईबस्तुले खुवाउँछ हो ए यहाँ चाहिँ गाईबस्तुलाई घाँस राखेर खुवाउने ठाउँ हो यो चाहिँ गाईबस्तु यहाँ बान्ने हो यस्तोसम्म बान्ने हो यस्तो बनाएछ यसलाई चाहिँ के भन्छ यस्तोलाई चाहिँ यो ठाउँलाई खोड यो चाहिँ खोड भन्दो रहेछ गाईबस्तु बान्ने ठाउँलाई चाहिँ खोड भन्दो रहेछ तपाईँलाई देखाउँदैछु गाइस ल आउनुहोस् यस्तो सुन्दर ठाउँ छ नि हो ल आउनुहोस् ल पछि आउनुहोस् बाबु ल तपाईँलाई यहाँबाट देखाइदिन्छु अलिक टाढाबाट देखाइदिनु बाबु कति सुन्दर छ यो कस्तो राम्रो छ राम्रो छैन त ल हेर्नुहोस् यति सुन्दर ठाउँ छ अहिले यता बाबु यो देखाइदिनु यहाँ चाहिँ करेला यो यहाँ हेर्नुहोस् करेला फल्दैछ यहाँ करेला नि देखाइदेऊ त यस्तो यहाँ करेला यस्तो मजाले फलेको छ लोकल करेला रहेछ हेर्नुहोस् यहाँ हेर्नुहोस् लोकल करेला छ है यस्तो सुन्दर छ तपाईँलाई देखाउँदैछु है यहाँ यो चाहिँ खटिया हो यो बस्नु मिल्छ ल यो चाहिँ खटिया रहेछ यहाँ चाहिँ बस्नु मिल्ने ठाउँ रहेछ होइन यसको नाम चाहिँ के भनेको थिएँ बिर्सेँ मैले के थियो बाबु यसको नाम डल्लप यताबाट लिउँ त म यहाँबाट चढ्छु चढ्नु मिल्छ नि यो चाहिँ डल्लप भन्दो रहेछ अलि हाइटी गरेर खिच बाबु यो चाहिँ डल्लप हो यहाँ चाहिँ प्रत्येक घरमा चाहिँ नभई नहुने चिज चाहिँ रहेछ है यो चाहिँ प्रत्येक घरमा चाहिँ किनकि यहाँ चाहिँ अगाडि चाहिँ गोरु बाँध्छ गोरु बाँध्ने देखाइदियो बाबु यताबाट खिचाएर अगाडि चाहिँ गोरु बाँध्दो रहेछ अनि यहाँ चाहिँ धानहरू के राख्नु सक्छ घाँसहरू होइन के राख्नु मिल्छ होइन के राख्नु मिल्छ त्यो चाहिँ राखेर अनि गोरुले तान्दै लाने देखाइदेऊ बाबु अगाडि गएर देखाइदेऊ अगाडि गएर देखाइदेऊ यहाँ चाहिँ गोरुले चाहिँ मजाले तानेर यो चाहिँ गोरु बाँध्दो रहेछ यसमा यहाँ एउटा गोरु बाँधेर तान्दो रहेछ है यो चाहिँ डल्लप भन्दो रहेछ तपाईँलाई देखाउँदैछु अति सुन्दर